ल हेर्नुस् है, एकाएक रहस्य खुल्दैछ। श्रीमान निश्चल बस्नेत उता देशमा आगो लगाउने, देश जलाउने, श्रीमती यता देश जलाउने आइएनजिओ को सदस्य। ल हेर्नुस् है, केही समय अघिदेखि जेनजी आन्दोलनदेखि यति बेला निश्चल बस्नेत स्वस्तिमा खड्काका श्रीमान निश्चल बस्नेत निकै विवादमा छन्। उनले आगो लगाउने युवाहरू उक्साएको, आफै फिल्डमा खटिएको भन्ने कुरा यो भिडियोले प्रष्ट देखाएको छ। तर सत्य कुरा के रहेछ भने बारबरा फाउन्डेसनको सदस्य रहेछन् स्वस्तिमा खड्का। उनीलाई नाचेर मात्रै पुगेको रहेनछ, पुग्दैन। त्यसैले एनजिओ आइएनजिओ को दलाल बनेर, एनजिओ आइएनजिओ को सदस्य बनेर यता हामी नेपाल संस्थाको सेटिङ यतातिर रहेछ, हामी नेपाल संस्थाको लिडर सुदन गुरुङसँग गोप्य सेटिङ रहेछ, भित्र यता सेटिङ रहेछ। त्यसैले निश्चल बस्नेत फिल्डमा खटिएको रहेछ। सत्य कुरा यो रहेछ। अब सबै कुरा रहस्यहरू खुल्दैछ। नाम चलेकाहरू, तपाईँ हामीले राम्रो भन्नेहरू सबै विदेशी डलरमा चलेका छन्। आज स्वस्तिमा खड्का, स्वस्तिमाको खड्काको घर सबै कुरा बारबरा फाउन्डेसनको डलरले चलेको रहेछ। बारबरा फाउन्डेसनको डलरमा यिनी बिकेकी रहेछन्। टाका के हुन्छ, यिनको कति रात दिन के हुन्छ, त्यो सबै कुराहरू बारबरा फाउन्डेसनले नै गरेको रहेछ। त्यसैले त आज यिनीहरू यसरी हिँडिराखेका छन्। त्यसैले निश्चल बस्नेत आगो लगाउन, देश जलाउन आफै खटिएको रहेछ। श्रीमती यता हामी नेपालको सदस्य अर्थात् बारबरा फाउन्डेसनको सदस्य। ल हेर्नुहोस्, अब त क्लियर भयो होला नि, होइन? बारबरा फाउन्डेसनमा यिनीहरू सबै आबद्ध रहेछन्। नाम चलेका कलाकारहरू सबै, ठुला डाक्टरहरू, पाइलटहरू, इन्जिनियरहरू सबै बारबरा फाउन्डेसनको सदस्य र त्यही डलरहरूबाट यिनीहरू चलेका रहेछन्।